म्याद सक्यो हट्यो के छ त्यसमा मैले राख्नुपर्छ भनेको छु के राख्ने भन्नुहुन्छ त होइन मैले भन्नु फुटपाथमा व्यवसाय गर्न पाइँदैन भन्ने विषयमा यो त कन्ट्राडिक्टरी भयो नि त ठेला राख्नलाई जति ठाउँ चाहिन्छ बाइक पार्किङ गर्नलाई पनि त्यति नै ठाउँ चाहिन्छ भनेपछि ठेला चाहिँ हटाउने पार्किङ गर्न दिने मिल्छ म संयोजक भएको विषय र यो विषय चाहिँ फरक छ होइन एउटै विषय हो नि कसरी फुटपाथमा व्यापार गर्न चाहिँ नदिने ठेला राख्न रोडमा नदिने पार्किङ गर्न दिने चाहिँ कसरी मिल्छ त फुटपाथमा पार्किङ गर्न कुरा भइरहेको छ यहाँ कालोपत्रे प्रमुखज्यूले कसरी बुझ्नुभयो मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन केमा पार्किङ मैले सडकमा कुरा गरिरहेको छु सडकमा पाइँदैन पार्किङ गर्न सडकमा पाइँदैन भने हिजो 5 वर्षसम्म स्मार्ट पार्किङको नाममा जुन दियो त्यो किन कन्टिन्यू भइराख्यो त्यो कानुन त म्याद सकेपछि हट्यो प्रमुख पढिन्थ्यो के कानुन निस्किनु गर्नु पर्दैन थियो अनि तपाईँले भनिराख्नु भएको छ नि त के चाहिँ यही विषय नि होइन तपाईँले कुरै बुझ्नु भएन त्यसको म्याद बाँकी थियो म्याद मैले सकिने नबुझेको कुरा बित्तिकै के त हट्यो भन्नुहोस् न